दाई भन्दियो अनि आज गाइज है सो गाइज हामी अहिले सल्यान टारमा छौँ ल है हामी चाहिँ सल्यान टार आएको छौँ अनि हाम्रो यहाँ फ्यामिली सबैजना हुनुहुन्छ है अनि हामी सो गाइज है बहिनी लन्ठु यता हेर्देऊ त दाई भन्दियो अनि आज नरसिंहधाम कस्तो लाग्यो नि हो यतै बेगेर बस्ने हो र कस्तो रमाइलो छ है बहिनी वाह है त तपाईँहरू पनि आउनु होला है त सल्यान टार है त नरसिंहधाममा यस्तो राम्रो ठाउँ आउनुपर्छ उसलाई चाहिँ यहीँ राखिदिने हो यो राम्रीलाई यो राम्रीलाई चाहिँ आज यतै राखिदिने है त गाइज है उहाँको नि जोडी मिल्ला जस्तो छ गाइज म पनि यहाँनिर जोडी खोज्न आएको एउटै छैन सबै बुढाबुढीबाट मात्रै यहाँनिर अब यतै ससुराली बनाउने होइन त बनाउने त सोच्थ्यो अब खै एउटा भेटेला जस्तो सो गाइज यो हो सल्यान टारको गाडीहरू बसहरू पार्किङ गर्ने ठाउँ है त हामी जाँदैछौँ नरसिंहधामको दर्शन गर्न है त अब तपाईँहरू पक्कै देख्न सक्नुहुन्छ यहाँनिर एकदम राम्री मान्छे आएको छ हजुरको वाइफाइ छ कि छैन ल है हामी चाहिँ सल्यान टार आएको छौँ अनि हाम्रो यहाँ फ्यामिली सबैजना हुनुहुन्छ है अनि हामी इभीमा आएको यतातिर खै कस्तो भइरहेको हेलो गाइज हो यता के छ ठिक छ कति कस्तो लाग्यो गाडीको यात्रामा गर्दाखेरि कतिको रमाइलो भयो बाटो कति लाउँछ ठुल्यामाले पूजा गर्ने सामान टन्ने ल्याउनु है यता यस्तो राम्री भएर आयो नि सल्यान टारमा कालीलाई चाहिँ यतै छोडिनु पर्ला है नाम चाहिँ काली रे अनि राम्री भएर आएर लगाइछ है यहाँ धानबारीमा पार्किङ गरेको छ हामीले सो गाइज है बहिनी लन्ठु यता हेर्देऊ त दाई भन्दियो अनि आज नरसिंहधाम कस्तो लाग्यो नि हो यतै बेगेर बस्ने हो र कस्तो रमाइलो छ है बहिनी वाह है त तपाईँहरू पनि आउनु होला है त सल्यान टार है त नरसिंहधाममा यस्तो राम्रो ठाउँ आउनुपर्छ उसलाई चाहिँ यहीँ राखिदिने हो यो राम्रीलाई यो राम्रीलाई चाहिँ आज यतै राखिदिने है त गाइज है उहाँको नि जोडी मिल्ला जस्तो छ गाइज म पनि यहाँनिर जोडी खोज्न आएको एउटै छैन सबै बुढाबुढीबाट मात्रै यहाँनिर अब यतै ससुराली बनाउने होइन त बनाउने त सोच्थ्यो अब खै एउटा भेटेला जस्तो छैन आज हामी नरसिंहधाममा जाँदैछौँ गाइज अनि त्यहाँनिर हेरौँला हेर्नुहोस् केबल कार पनि छ केबल कार पनि छ जस्तो छ है गाइज आउनु होला है त केबल कार पनि छ है एकदम दामी लाग्यो हामीलाई चाहिँ है हाम्रो घर चाहिँ सिन्धुपाल्चोक हो यो धादिङको सल्यान टार चाहिँ एकदम दामी लाग्यो तपाईँहरूलाई कस्तो लाग्छ है यहाँ आइरहौँ जस्तो लाग्यो है सो गाइज है आज नरसिंहधाममा यहाँ धादिङमा आउँदाखेरि चाहिँ यति गर्मी भएको छ होइन विदेशभन्दा पनि एकदम चर्को गर्मी छ तपाईँहरू आउनु होला अरू त सब ठिकै हो अनि यहाँ पानीहरूको व्यवस्था पनि छ आउनु होला तर गर्मी चाहिँ लास्टै गर्मी छ है यहाँनिर छाता ओढेर बस्दा नि गर्मी हुन्छ विदेशभन्दा नि एकदम गर्मी छ यो तराई जत्तिकै छ हेर्नुहोस् केबल कार पनि छ केबल कार पनि छ जस्तो छ है गाइज आउनु होला है त केबल कार पनि छ है एकदम दामी लाग्यो हामीलाई चाहिँ है हाम्रो घर चाहिँ सिन्धुपाल्चोक हो यो धादिङको सल्यान टार चाहिँ एकदम दामी लाग्यो तपाईँहरूलाई कस्तो लाग्छ है यहाँ आइरहौँ जस्तो लाग्यो है धादिङमा आउँदाखेरि चाहिँ यति गर्मी भएको छ होइन विदेशभन्दा पनि एकदम चर्को ल गाइज है नरसिंहधामको बुढी गण्डकी नुहाउने ल गाइज है नरसिंहधामको महोत्सव 2083को होइन तीर्थ भ्रमण हो हाम्रो चाहिँ आउनु होला तपाईँहरू पनि
सो गाइज है आज नरसिंहधाम यहाँ धादिङमा आउँदाखेरि चाहिँ यति गर्मी भएको छ होइन विदेशभन्दा नि एकदम चर्को गर्मी छ तपाईँहरू आउनु होला अरू त सब ठिकै हो अनि यहाँ पानीहरूको व्यवस्था पनि छ आउनु होला तर गर्मी चाहिँ लास्टै गर्मी छ है यहाँनिर छाता ओढेर बस्दा नि गर्मी हुन्छ विदेशभन्दा नि एकदम गर्मी छ यो तराई जत्तिकै छ ल यता हेर्नुहोस् बुढी गण्डकी यतापट्टिको चाहिँ के हो नेत्रावती र बुढी गण्डकी है गाइस हेर्न सक्नुहुन्छ धेरै भक्तजनहरू यहाँनिर नदीमा चाहिँ आएर होइन नेत्रावती र बुढी गण्डकी गाइस त्यसरी पाँच बोट गर्ने हो क्या त्रिवेणी घाट होइन धेरै मान्छे देख्छ मान्छे टन्ने हेर्नुहोस् ल गाइस लेख्न सक्नुहुन्छ है हाम्रो यो बुढी गण्डकीमा नआउने मान्छेहरू टन्नै आउनु भएको छ देख्न सक्नुहुन्छ यताबाट अर्को कोसी आएको छ अनि यताबाट अर्को